अस्ट्रेलिया, अमेरिका, क्यानाडा जान्छु 4-5 वर्षमा त लाइफ सेट हुन्छ भन्ने यो जुन भनाइ छ एकदमै सबैभन्दा ठुलो झुट र भ्रम हो है। यो एकदमै भ्रम हो। यहाँ हैन हामी नेपालीहरू नेपालबाट स्पेसली देखिरहेका हुन्छन् साथीहरू सँगै पढेका साथीहरू 4-5 वर्षमा गएर घर किने, ठुला गाडीहरू किने, महँगा गाडी किने देखिरहेका हुन्छन्। उनीहरूले पनि स्टोरी पोस्ट गरिरहेका हुन्छन्। माई फर्स्ट हाउस, माई फर्स्ट कार भनेर यत्रो ठुलो चाबीको साथ पोस्ट गरेका त हुन्छन्। तर तिनीहरूले कहिले यो पोस्ट गर्दैनन् मसँग कति इएमआई छ, कति लोन तिरिरहेको छु, करोडौँको लोन हुन्छ, त्यो इएमआई कति हुन्छ, त्यो इएमआई तिर्दा पनि जिन्दगीको 25 वर्ष 30 वर्षमा पनि तिरिन सक्ने इएमआई पनि हुन्छ। त्यो पोस्ट गर्दैनन् है। त्यो भ्रममा नहुनु, त्यसरी आफूले कम्पेयर नगर्नु, आफूले डिमोटिभ नगर्नु होला। तपाईँ नेपालमा बस्दै हुनुहुन्छ, तपाईँ यहाँभन्दा राम्रो हेल्दी लाइफ बसिरहेको पनि हुन सक्नुहुन्छ। यहाँको त्यो मेन्टल्ली त्यो इएमआईमा त्यो चलिरहेको, त्यो लोनमा चलिरहेको 1 हप्ता 2 हप्ता विकली काम नगर्दाखेरि कसरी तिर्ने भन्ने यहाँ आउँछ। अनि यो कपाल जुन छ नि त्यो सखाब हुन्छ पुरै त्यो सोचेर त्यो तनावले। त्यही भएर कम्पेयर नगर्नु। तपाईँ जहाँ हुनुहुन्छ एकदम राम्रो ठाउँमा हुन नि सक्नुहुन्छ। सो थ्याङ्क यू।